यहाँलाई प्रभावित पर्ने गरी बोल्दिनु हुन हामी अनुरोध गर्दछौँ। प्रभाव पर्ने गरी नबोल्नु सबैको साटो मजाले बोल्दिनु। धन्यवाद। जनता आधारभूत विद्यालय मानडाँडाका नवीन खत्री सर। जनता आधारभूत विद्यालय मानडाँडाको आयोजनामा आयोजित के हो यसै विद्यालयका शिक्षा कर्मचारी सङ्गीता तामाङज्यूको विदाई कार्यक्रमका अध्यक्षज्यू, त्यस्तै गरेर कार्यक्रमका प्रमुख अतिथिज्यू, त्यस्तै गरेर कार्यक्रमका विशिष्ट अतिथि एवं चैनपुर नगरपालिका वार्ड नम्बर 8 का वार्ड सदस्य आदरणीय समाजसेवी व्यक्तित्व चक्रबहादुर तामाङज्यू, त्यस्तै गरेर ड्यासमा आसीन पूर्व विद्यालय व्यवस्थापन समितिको सदस्य साथै यस विद्यालय निर्माणको निम्ति अथक प्रयास गर्नुभएका आदरणीय अग्रज अभिभावक मनराज सुन्दासज्यू, त्यस्तै गरेर सिंह सङ्घ अध्यक्षज्यू, आजको प्रमुख कार्यक्रमको एउटा हस्ती साथै आज यस कार्यक्रममा विदाई हुनुपर्ने हाम्रो आदरणीय शिक्षिका एवं कर्मचारी सङ्गीता तामाङज्यू लगायत कार्यक्रममा उपस्थित रहनुभएका सम्पूर्ण अभिभावकज्यूहरू, विद्यार्थी भाइ बहिनीहरूमा सर्वप्रथम त मेरो व्यक्तिगत तर्फबाट र विद्यालय व्यवस्थापन समितिको तर्फबाट हार्दिक नमस्कार टक्राउन चाहन्छु। नमस्कार। नमस्कार नमस्कार। ढ्याक्कै पनि कार्यक्रमको उसमा हाम्रो प्रमुख अतिथिज्यू देवराज राईज्यू आउनु भएको छ भर्खरै। उहाँलाई पनि म सम्बोधन गर्न चाहेँ र सम्बोधनलाई म अगाडि लानेछु। आज निश्चय नै विदाई भनेपछि दुःखकै काम हो, दुःख लाग्दो रहेछ। त्यत्रो 2073 सालदेखि अनवरत रूपमा यो विद्यालयमा आफ्नो कर्म गरिरहनु भएको र आफ्ना साना साना भाइ बहिनीहरूलाई ज्ञानको ज्योति बाँडेर आज 8 वर्ष पुरा गरेर 9 वर्ष लागेको समयमा आज हाम्रो सङ्गीता मिस यहाँबाट विदाई हुन आँट्नु भएको छ। औपचारिक रूपमा विदाई भए पनि उहाँ हामी फेरि भेटौँला, हाम्रो कार्यक्रमको नामै विदाई तथा फेरि भेटौँला कार्यक्रम रहेको छ र बाध्यतावश आज हामीले मन बाँधेर जस्तोसुकै दुःख भोगेर भए पनि उहाँलाई आज हामीले विदाई गर्नु नै पर्नेछ। विदाईको पल अलिकति दुःखदायी नै हुँदो रहेछ, तथापि पनि यो दुःखभित्र पनि एउटा सुख र खुसी लुकेको छ। त्यो के मानेमा भने उहाँले आफूलाई अस्थायी रूपमा यहाँ सेवा प्रदान गरिरहनु भएको थियो, शिक्षण पेसा गरिरहनु भएको थियो, तर अहिले उहाँले आफ्नो प्रयास र आफ्नो कोसिस र आफ्नो लगनशीलताले गर्दाखेरि उहाँ अहिले थाई कर्मचारी, थाई शिक्षकमा नाम निकालेर हाम्रो छिमेकी जिल्ला भोजपुरमा उहाँ नियुक्ति पनि भइसक्नु भएको छ। यस मानेमा हामीले खुसी पनि मान्नुपर्छ, किनभने हामीलाई यति लामो समयसम्म हाम्रा विद्यार्थी भाइ बहिनीहरूलाई एउटा शिक्षा दिँदै गर्दा उहाँले हामीलाई दिएको शिक्षाको उपलब्धि साथसाथै उहाँले आफ्नो एउटा व्यक्तिगत रूपमा मात्रै नभएर हाम्रो चैनपुर नगरपालिका 8 नम्बर वाडाको साबिक 7 नम्बर मानेडाँडा एरियामा को विद्यालयमा अध्ययन गराउँदै आफूले एउटा राज्यको एउटा नेपाल सरकारको कर्मचारी हुन एउटा शिक्षण जस्तो पेसामा सरकारी रूपमा उहाँले स्थायी रूपमा नाम निकालेर यहाँ जानुभएकोले गर्दा हामीले खुसी पनि हुनुपर्छ। तपाईँ हाम्रो एउटा उसले गर्दाखेरि चाहनाले गर्दाखेरि र हाम्रो सानो उसलाई मतलबी कुराले गरेर उहाँको भविष्यलाई हामीले रोक्न नमिल्ने भए तापनि उहाँले अहिलेसम्म गर्नुभएका उहाँका सम्पूर्ण कार्यहरूलाई हामीले अनुसरण गर्नेछौँ र उहाँले यस विद्यालयमा एउटा शिक्षिका मात्रै नभएर एउटा अभिभावकको पनि भूमिका निभाएर आजसम्म यो विद्यालयलाई यहाँसम्म पुर्याउनु भएकोले उहाँलाई म हृदयदेखि नै यो विद्यालय व्यवस्थापनको सिङ्गो समितिको तर्फबाट र मेरो व्यक्तिगत तर्फबाट उहाँलाई हार्दिक धन्यवाद पनि म दिन चाहन्छु। उहाँ जहाँ भए पनि उहाँले हामीलाई अहिले
जहाँबाट भए पनि उहाँले सहयोग गर्नु नै हुनेछ, उहाँले सकेको सहयोग गर्नु नै हुनेछ भन्ने आशा र अपेक्षा पनि राख्दछु र उहाँको अझै उत्तर प्रगतिको कामना गर्दछु। र आजको यो कार्यक्रम आयोजना एउटा सिकाइको र हामी अभिभावक विद्यार्थी र समुदायका सम्पूर्ण महानुभावहरूलाई एउटा सिकाइको कार्यक्रम पनि जस्तो मलाई लागेको छ। आजभन्दा अगाडि कुनै पनि कार्यक्रम यसरी औपचारिक रूपमा गरेर यतिको व्यवस्थित तरिकाले कार्यक्रम हामीले गर्न सकेका थियौँ। आज निश्चय नै हामीले यो सिक्नुपर्छ र अभिभावकज्यूहरूलाई तपाईँ हाम्रा विद्यार्थी भाइ बहिनीहरू यो विद्यालयमा नपढे तापनि तपाईँ हामी यो विद्यालय बनाउँदादेखि सुरुवाती अवस्थादेखिको अभिभावक भएकोले गर्दा विद्यालयमा हुने सम्पूर्ण कार्यक्रममा विद्यालय स्रोतले तपाईँ हामीलाई खबर पुर्याएपछि कम्तीमा हाम्रो कार्यक्रम धेरै भएको भई गर्दैन, लामो समयमा हुन्छ। तपाईँ हामी यो भेला यो कार्यक्रममा आएर तपाईँ हामी अभिभावकहरूले आवश्यक सल्लाह सुझावहरू राख्नुपर्छ, किनभने यो विद्यालय तपाईँ हामीले निर्माण गरेको, तपाईँ हामीले जन्माएको, तपाईँ हामीले दुःख गरेको विद्यालय भएकोले यसमा तपाईँ हामीले माया पनि गर्नुपर्छ र आवश्यक सल्लाह सुझावहरू पनि दिनुपर्छ। र जसका नानीहरू यहाँ पढ्नुहुन्छ उहाँहरू मात्रै अभिभावक नभएर तपाईँ हामी तमाम मानडाँडा साबिक बानेश्वर 7 नम्बर निवासी सम्पूर्ण अभिभावकहरूको यो विद्यालय भएकोले गर्दा आगामी दिनमा यहाँहरूले पक्कै नै विद्यालयको निम्तलाई स्वीकार्नुहुनेछ र यहाँहरूको गरिमामय उपस्थिति जनाइदिनु हुनेछ भन्ने कुरा पनि म आज यसै कार्यक्रम मार्फत यहाँहरूलाई अनुरोध गर्न चाहन्छु। र यहाँहरूको सल्लाह सुझाव भनेको यो विद्यालयको भाग्य र भविष्य मात्रै नभएर तपाईँ हाम्रो साना भाइ बहिनीहरूको भाग्य र भविष्य हुने भएकोले गर्दाखेरि तपाईँहरूको उपस्थिति अनिवार्य रहेको छ। यहाँ एकजना शिक्षक, एकजना शिक्षिका र व्यवस्थापन समितिले मात्रै यो शिक्षालाई गुणस्तरयुक्त बनाउन र यहाँका भाइ बहिनीहरूको पढाइलाई धेरै अब्बल उसमा लान सकिँदैन। यहाँहरूको सहयोग बिना यो काम अधुरो रहने हुनाले आगामी दिनमा यहाँहरूले जसरी हुन्छ कार्यक्रमका यस्ता निम्तहरूलाई स्वीकार गरेर जस्तोसुकै काम भए पनि तपाईँहरू विद्यालयको निम्तलाई स्वीकार यहाँ आउनुहुनेछ भन्ने आशा राख्दै अब हाम्रो निश्चय नै 2081 सालको आज अन्तिम दिनमा हामीले यो कार्यक्रम गरेका छौँ। अब नव वर्ष भोलिदेखि आउँदैछ 2082 साल, नयाँ वर्ष 2082 सालको उपलक्ष्यमा सम्पूर्ण हाम्रो यो कार्यक्रममा उपस्थित रहनुभएका सम्पूर्ण आदरणीय अग्रज व्यक्तित्वहरू, विद्यार्थी भाइ बहिनीहरू, साथै आज यो कार्यक्रमलाई जस्तोसुकै माध्यमबाट सुनिरहनुभएका सम्पूर्ण आदरणीय व्यक्तित्वहरूलाई नव वर्ष 2082 सालको हार्दिक मङ्गलमय शुभकामना राख्दै हाम्रो सङ्गीता मिसको उज्जवल भविष्यको कामना, अझै उहाँको थप प्रगति हुँदै जाओस्, उहाँले चाहेका हरेक इच्छा आकाङ्क्षा पुरा हुन् भन्ने कुरा पनि म यहाँ राख्दै अब अहिलेलाई यति नै भन्न चाहन्छु र यो कार्यक्रमको चाहिँ भव्य र सभ्यताको साथ सफल होस् भन्ने शुभकामना व्यक्त गर्न चाहन्छु। हस्त धन्यवाद, नमस्कार। धन्यवाद।